साथीहरु नमस्कार। आज पनि पुनः नयाँ भिडियोको साथ आएको छु म भने आज हामी दैलेख जिल्ला दुल्लबारीका 8 भैरव स्थानमा यो दुलेश्वर मन्दिरमा छौं हामी। दुलेश्वर मन्दिरको दृश्य हजुरहरुले हेर्न सक्नुहुन्छ र यहाँ दुलेश्वर मन्दिरमा रहेका विभिन्न पाठ पूजाहरू एकदमै रमाइलो छ। रमाइलो दृश्यमा हामीले यहाँ बसेको छु म। सरसराई भने छैन, फलफाल भने धेरै छ। यतातिर यिनीहरू यसरी बसिरहेका छन्। यतातिर हरियाली राम्रो छ। मन्दिरको दृश्य एकदमै हेरौँ लाग्ने छ भने एकदमै मन्दिर यतापट्टि जीहरू यो साउन्ड सिस्टमहरू रहेको छ। त्यसपछि यतापट्टि यो छ, यहाँ तल यो बस्ने होला हैन, यसरी पाठशाला होला। यहाँ तिते खाने काम पनि जारी छ। मन्दिरहरूको म वरिपरि घुमेर देखाउँछु है। म पनि छु यहाँ थानमा। एकदमै बेस्ट तरिकाको छ। म करिबन 7-8 वर्ष पहिला आएको थिएँ यो थानमा, यो मन्दिरमा घुम्न। हामी स्कुलमा पढ्दा म स्कुलमा पढ्दै जाँदा यो स्कुलमाबाट हामी पहाडमा घुम्न भनेर आएको बेलामा घुमेका थिएँ यो मन्दिरमा। म एकदमै आज आउन पाइयो, साह्रै खुसी लागेको छ मलाई। र हजुरहरूलाई यो मौकामा थोरै सेयर गरौँ न त भनेर यो चाहिँ दुलेश्वर मन्दिरमा चाहिँ म छु। दुलेश्वर मन्दिरका दृश्यहरू छन् यहाँ, तपाईहरुलाई म एकमुष्ट तरिकाले देखाइरहेको छु। हेर्न सक्नुहुन्छ एकदमै यो दुलेश्वर मन्दिरहरू हुन्। मन्दिरमा बेस्ट छ, एकदमै रमाइलो छ। हजुरहरू पनि आएर एकचोटि मन्दिरको दर्शन गरेर जान सक्नुहुन्छ। यहाँ नजिकै एकदमै बेस्ट छ हैन। म पनि करिब 7-8 वर्षपछि चाहिँ यो मन्दिरको दर्शनमा आएको हो। त्यो भएर हजुरहरूले पनि यहाँसम्म आएर यो ठाउँमा आउँदै गर्दा एकदमै रमाइलो दृश्य छ। र तपाईहरुले जस्तो देख्नु भएको छ एकदमै भिडियोमा त्यस्तै जस्ता कमेन्ट गर्नु होला। र म यहाँ आउँदै गर्दा एकदमै रमाइलो लाग्यो। र एकदमै म सानो हुँदाको 5मा पढ्दा घुम्न आएको है, 7-8 वर्ष पहिलाको मन्दिर र अहिलेमा धेरै फरक छ। क्यामेराहरू पनि जोडिएको रहेछ, माथि लाइटहरू छन्। र यो भिडियो अन्त्यसम्म हेरी जस्ताको तस्तै कमेन्ट गर्न चाहिँ नभुल्नुहोला। धन्यवाद।